देउबाकोमा डढो उहाँकोमा डढो गिर्जा के अरे उहाँकोमा डढो भनेको डढो डढो होला किन कहीँ देखाए कहीँ त्यस्ता हो मेरो घर जलाएको छ है तपाईहरु मजाक गर्नुहुन्छ मजाक गरे होइन त्यत्रो देशको विकास पैसा जलेको छ मेरो घरमा मसँग पैसा छ पैसा थुपारेको छु उहाँकोमा खाजा जल्यो किताब जले मेरो घरमा पैसा जले देख्नु मेरो पनि जलायो नि देख्नु पैसा त अब जलेर सिद्धियो है भित्र देखिएन नि त भित्र जलो होला के थियो होइन अब के थाहा अब हामीले त देखेन देखाउनेले कति देखाउँथ्यो होला देखाउँदैन थिए होइन तर त नक्कली हो भनेर चाहिँ प्रमाणित गर्न खोजे नि त भन्नु त जला कसै खोजीसँग उसँग प्रश्न गर्नु न जलेको देखियो नि त्यो पनि नकली हो जलेको देखाएको पनि धेरै नकली हो होइन देउबाकोमा पनि जलेको पनि उ नि हो नक्कली नै हो सबै एआईले भन्नु अस्ति अस्ति तपाईँलाई उसकामा पैसा देखाइदिएन घर पछाडि लाग्नु नलाग्यो नि ए त्यसो भए एआईले नि बनायो भने त अब जले पनि होला तर जस्तो सुन बनाएर अन्त 4 दिनसम्म धुवा उठेको उठै गरेको थियो नि यत्तिकै त के सुन हिरा मोतीका डल्ला बोकेर कुद्थ्यो नि त पनि नक्कली नै हो देउबाको सर्प विकास भयो भने भइहाल्छ यस्तो के भन्छ 200 सुत्ने मान्छेको तरण गरेर काम गर्ने फोटो होइन र निकाल्ने होइन नयाँ कुराहरू चाहिँ भन्नु होइन नयाँ कुराहरू चाहिँ माग्नु न अब दुःख लागेको मात्रै त्यत्रो पैसा रहेछ भन्ने जस्तो लाग्यो देश विकास गर्दै अब हामी आज यस्तो हुने थियो पनि होला बितेको कुरालाई समयमा बिताउँ राम्रो हाम्रो बाटो चाहिँ राम्रो होस् त्यति हो त्यो कुरामा चाहिँ दुःख लागेको मात्रै खासै त्यस्तो के तपाईको चाहिँ कुरा के छ भन्नु न तपाईको चाहिँ मेरो कुरा हाम्रो देशमा अब विकास राम्रो हुनु पर्यो ठाउँको विकास हुनु पर्यो हाम्रो जिल्लाको विकास हुनु पर्यो धेरै त्यो छँदैछ होइन देशकै हुनु पर्यो हाम्रो मात्रै जिल्ला हेरेर पनि भने देशकै हुनु पर्यो हाम्रो कुरा त्यही हो होइन हजुरकै घरमा भन्दा पनि जल्न त जल हो देख्दै हुन्छ त्यही भएर